राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ 16औं राष्ट्रपति रनिङ सेन्टर र हाम्रो राजपुर गाउँपालिकाको 4थो राष्ट्रपति रनिङ सेन्टर यहाँ शुभारम्भ हुन गइरहेको छ र हाम्रा सम्पूर्ण महानुभावहरूको उपस्थिति यहाँ रहेको कुरा हाम्रै सामुन्ने उहाँहरू आइसक्नु भएको छ। त्यसैले म सरस्वती यो कार्यक्रमलाई अगाडि बढाउने जमर्को गर्दछु। कुनै पनि कार्यक्रम गर्दा एकजना सभानायक वा अध्यक्षको आवश्यकता पर्ने भएकोले आजको राजपुर गाउँपालिकाको 4थो राष्ट्रपति रनिङ सेन्टर प्रतियोगिताको अध्यक्षताको आसन ग्रहण गरिदिनको निम्ति हाम्रै राजपुर गाउँपालिकाको अभिभावक अत्यन्तै डाइनामिक लिडर, कति बखान गरे पनि कमी हुन्छ, पटक पटक यो बस्तीमा यो विकट ठाउँमा आएर यहाँको सुख दुःखमा साथ दिनुहुने आदरणीय व्यक्तित्व श्री शरद कुमार बुढाथोकीजीलाई आजको अध्यक्षता ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। लमही नगरपालिका प्रमुख श्री जोगराज चौधरीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु र उहाँले तालीले सम्मान गरिदिनको निम्ति पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी अत्यन्तै प्रभावशाली नेत्री, पटक पटक चुनाव जितेर हामीलाई अत्यन्तै माया गर्ने व्यक्ति, अझै मैले भन्छु मधेसी समुदायको अत्यन्तै अग्रणी व्यक्ति, जसले पटक पटक राजपुर गाउँपालिकामा अत्यन्तै महत्त्वपूर्ण प्रभाव जमाउन सफल आदरणीय व्यक्तित्व विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नको निम्ति श्री धनपति देवी यादवज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रमुख प्रशासनिक अतिथि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नको निम्ति म हेमन्त बहादुर डाङ्गीज्यूलाई हार्दिक अनुरोध गर्दछु। राकेश परियारलाई विशिष्ट अतिथिको आसन ग्रहण गर्नको निम्ति हार्दिक अनुरोध गर्दछु। ओम प्रकाश यादवज्यूलाई अतिथिको सामाजिक विकास समिति संयोजक ओम प्रकाश यादवज्यूलाई अतिथिको सिधा आसन ग्रहण गर्नको निम्ति हार्दिक अनुरोध गर्दछु। अतिथिको सिधा आसन गराउने क्रममा यस राजपुर गाउँपालिका वार्ड नम्बर 7 का वडा श्री पुष्कर ओलीज्यूलाई हार्दिक अनुरोध गर्दछु। वार्ड नम्बर 4 का वडा अध्यक्ष श्री राम सुरेश रोहितज्यूलाई पनि आफ्नो सिधा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा यस राजपुर गाउँपालिका वार्ड नम्बर 1 का वडा अध्यक्ष सूर्य प्रसाद चौधरीज्यूलाई पनि आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। 3 नम्बर वडाका वडा अध्यक्ष श्री राम प्रसाद अहिरज्यूलाई पनि आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। राजपुर गाउँपालिका कार्यपालिकाका सदस्य श्री सन्देश विकज्यूलाई पनि आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरेर कार्यपालिका सदस्य श्री रिता विकज्यूलाई पनि आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रमलाई म फेरि जोड्न चाहन्छु। हाम्रो राजपुर गाउँपालिका करिब 2-3 महिना आइसक्नु भएको छ। हाम्रो शिक्षा शाखा प्रमुख जो पटक पटक 1 महिनाको बीचमा यो नाकामा 2-3 पटक आइसक्नु भएको छ र यो नाकालाई अत्यन्तै माया गर्नुहुन्छ। शिक्षा क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ। उहाँलाई हामीले पाएका छौँ। अत्यन्तै शालीन भद्र व्यक्तित्व, आदरणीय व्यक्तित्व, बौद्धिक व्यक्तित्व। हाम्रै राजपुरकै कार्यक्षेत्र शिक्षा अधिकृत श्रीमान वासुदेव खनाललाई आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी पशु विकास शाखा प्रमुख श्री दीपक नेपालीज्यूलाई आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। डाक्टर दीपक नेपालीज्यूलाई। महिला विकास शाखा प्रमुख सुनिता चौधरीज्यूलाई आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। 7 नम्बर वडा सचिव श्री दीपक राणाज्यूलाई आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्छु। दीपक राणाज्यू। आयोजक विद्यालय मावि भव शिवशक्ति माध्यमिक विद्यालय भव नाकाका अध्यक्ष श्री मङ्गल खड्काज्यूलाई आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। मङ्गल खड्काज्यू। आयोजक विद्यालयका प्रशिक्षा समितिका सदस्य अत्यन्तै भद्र व्यक्ति, राजपुर गाउँपालिकामा आफ्नो अलगै पहिचान दिन सफल यसै विद्यालयका श्री लीलाधर विकज्यूलाई पनि आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। पञ्जिका शाखा राजपुरका दुर्गा यादवज्यूलाई आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। शिक्षक तथा पशु शाखा प्राविधिक बालकृष्ण थापाज्यूलाई
आसन ग्रहण गरिदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम म सम्पूर्ण अतिथि, प्रमुख अतिथि लगायत उपस्थित सबैजनालाई मैले हार्दिक स्वागत गर्न चाहन्छु। मेरो विद्यालयमा यो प्राङ्गणमा जुन कार्यक्रम यो 4औं राष्ट्रपति रनिङ सिल प्रतियोगिता उद्घाटन समारोह चलिरहेको छ, यसमा उपस्थित हुने तपाईँहरू सबैजनालाई म हार्दिक स्वागत गर्न चाहन्छु। र यति विकटको स्कुल, अत्यन्तै विकट भौगोलिक विकटता, भौतिक पूर्वाधारमा त्यति सम्पन्न नभए तापनि राजपुर गाउँपालिकाले आदरणीय अध्यक्ष, उपाध्यक्ष लगायत जुन कार्यपालिकाले यो हाम्रो विद्यालयलाई 4औं राष्ट्रपति रनिङ सिल प्रतियोगिता सञ्चालन गर्ने अथवा यो व्यवस्थापन गर्ने जिम्मा प्रदान गरेकोमा म सर्वप्रथम गाउँपालिका परिवारप्रति अत्यन्तै आभारी छौँ। हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। सिङ्गो विद्यालयको तर्फबाट उहाँलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। हाम्रो विद्यालयलाई जहिले पनि पालिकाले पोजिटिभ रूपमा हेरेको छ। हामीले पनि पालिकाले दिने हरेक नीति निर्देशनहरूलाई कार्य सम्पादनमा उत्कृष्टता प्रदर्शन गरेका छौँ। आगामी दिनहरूमा पनि यस्ता हरेक क्रियाकलापमा हाम्रो विद्यालय अब्बल रहने प्रयास हामी गर्ने नै छौँ। त्यसै गरी यो 4औं राष्ट्रपति रनिङ सिल प्रतियोगितालाई हाम्रो विद्यालयमा व्यवस्थापन गर्नको जिम्मा दिइसकेपछि यसलाई समर्थन गर्नुहुने विशेष गरी सम्पूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापकज्यूहरू, दिवेश अध्यक्षज्यूहरू, सम्पूर्ण विद्यालयका साथीहरूलाई समर्थन गरेकोमा पनि म उहाँहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। र त्यसै गरी सम्पूर्ण भाइ बहिनीहरू अत्यन्त विकटता यो ठाउँमा लड्दै भिड्दै राति आउनुभएको छ र उहाँहरू झन् धन्यवादका पात्र हुनुहुन्छ। तपाईँहरू भनेको देशका भविष्यका कर्णधार हो। आफ्नो गाउँ, आफ्नो ठाउँ, आफ्नो भूगोल, आफ्नो पालिका तपाईँहरूले पहिचान गर्ने एउटा चिन्ने अवसर पाउनु भएको छ। म आयोजक विद्यालयको तर्फबाट तपाईँलाई केही कमी कमजोरी भयो होला, केही बसाइ व्यवस्थापन, चिसोको मौसमको कारण केही असहजता छ अवश्य पनि। यो असहजताको बीचमा पनि तपाईँले सहजता खोज्नुहुनेछ र आफ्नो प्रतिस्पर्धालाई अत्यन्त अनुशासित ढङ्गले, अत्यन्त मर्यादित ढङ्गले तपाईँहरू सहभागी हुनुहुनेछ। जसरी सुरक्षितपूर्वक तपाईँहरू आउनु भएको छ त्यसरी सुरक्षितपूर्वक तपाईँहरू घरसम्म पुग्नुहुनेछ भन्ने पनि मैले अग्रिम चाहिँ तपाईँलाई हार्दिक शुभकामना दिन चाहन्छु। र तपाईँहरूको स्वस्थ प्रतिस्पर्धाबाट तपाईँहरूले श्रेष्ठता कायम गर्नुहुनेछ। सम्पूर्ण भाइ बहिनीहरूलाई म बधाई र अग्रिम शुभकामना पनि दिन चाहन्छु। अन्त्यमा सम्पूर्ण उपस्थित अध्यक्ष लगायत प्रमुख अतिथि लगायत सम्पूर्ण विद्यालयका सर म्याडमहरू, यस विद्यालयमा अहोरात्र खट्नुहुने हाम्रो अभिभावक, विद्यार्थी, मेरा स्टाफहरू लगायत जतिजना यो प्राङ्गणमा उपस्थित हुनुभएको छ, तपाईँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दै मेरा छोटा मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। धन्यवाद सरलाई। स्वागत मन्तव्य राखेर हामी माझबाट बिदा भइसक्नु भएको छ। अब हामी स्वागत नृत्यलाई जोड्न गइरहेका छौँ। स्वागत नृत्य लिएर आइदिनको लागि यसै विद्यालयमा अध्ययनरत छात्रहरूलाई म हार्दिक अनुरोध गर्दछु। आजको रनिङ सिल्ड प्रतियोगिता औपचारिक रूपमा उद्घाटन गरिदिनका निम्ति दीप प्रज्वलन गरेर आजको राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गरिदिनका निम्ति आजका प्रमुख अतिथि व्यासासीन सम्पूर्ण अतिथिगणलाई हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिज्यूबाट औपचारिक रूपमा राष्ट्रपति कुरा तपाईँको बिचमा राख्न चाहन्छु।
विधिवत रूपमा दीप प्रज्वलन भइसकेको छ। पक्कै पनि जसरी यो दीप प्रज्वलित भइसकेको छ त्यसै गरी हाम्रो यो खेलकुद पनि लगातार 3 दिनसम्म अहोरात्र अगाडि बढ्नेछ भन्ने कुरा म तपाईँका बीचमा राख्न चाहन्छु। यसपछि हामीले मार्च पासको कार्यक्रम जोडेका छौँ। मार्च पासमा सहभागी खेलाडीहरूको मूल्याङ्कन गरिएको छ। मूल्याङ्कनका निम्ति इलाका प्रहरी कार्यालय भैँसाईका ध्रुवलाल लोहार, त्यसै गरी एपीएफ भौवाका मोहिलाल चौधरी र टेकेन्डो प्रशिक्षक पूर्ण महाराष्ट्रलाई यसको जिम्मेवारी दिएको छ। कृपया उहाँले जे देख्नुहुन्छ जस्तो देख्नुहुन्छ तपाईँ हाम्रो मूल्याङ्कन गर्नुहुनेछ। त्यसैले म खेलाडी साथीहरूले भन्न चाहन्छु तपाईँहरू अत्यन्तै अनुशासित ढङ्गबाट तपाईँले यहाँ अगाडि बढ्नुहुनेछ। विजय खनाल सर पनि मार्च पासको मूल्याङ्कनकर्ताको रूपमा हामीले उहाँले पनि जिम्मेवारी दिएका छौँ र हामीसँग क्रमैसँग तपाईँको नाम बोलाउनेछौँ। यसका निम्ति प्रमुख अतिथिज्यू माध्यमिक विद्यालय जनज्योति मावि जिल्ला अन्तिम मार्च आदि सुनपत्री नाका पनि अगाडि बढिसकेको छ। केवल पदकका निम्ति पनि होइन राष्ट्र निर्माणको लागि पनि हो। आफ्नो भैँसाही नाकालाई मार्च पासमा अगाडि बढ्नका निम्ति हार्दिक अनुरोध गर्दछु। बढाइदिनका निम्ति हार्दिक खडरिया अगाडि बढिसकेको छ। खडरियाको पछि माथि भवनाका हजुरला माथि भवनाका पनि अगाडि बढ्नका निम्ति हार्दिक बढिदिनुहुन्छ। राजपुर हाम्रो राजपुर एउटा अनुभव आउनु पनि हो। यहाँबाट पनि त्यस्ता खेलाडीहरू उत्पादन भइसक्नु भएको छ। भावी भवनाका मार्च पासलाई कृपया अगाडि बढाइदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। भावी बोलैया अगाडि बढिसकेको छ। बोलैयापछि अत्यन्तै विकट छ तर पनि त्यो सामर्थ्य मावि भवन नाकाले राख्यो, जसका निम्ति माध्यमिक विद्यालयलाई यो भाग हामी माध्यमिक विद्यालय खाना नाकाले पनि एउटा छेड पनि हो, अवसर पनि हो भन्ने कुरा पनि हामीले बुझेका छौँ। मावि सिक्दा अगाडि बढिसकेको छ। सिक्दापछि माध्यमिक विद्यालय गङ्गदी साधारण मावि गङ्गदी पनि अगाडि बढ्नका निम्ति हार्दिक अनुरोध गर्दछु। अभिभावकज्यूहरू यसै गरी खेलमा आफ्नो खेल कौशल प्रदर्शन गर्नको निम्ति विजेता हासिल गर्ने अभिलाषाका साथ उपस्थित हुनुभएका विद्यार्थी भाइ बहिनी, आदरणीय पत्रकार साथीहरू, मञ्चमा यस उद्घाटन समारोहमा सरिक हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु म राजपुर गाउँपालिका शिक्षा शाखाको तर्फबाट। हामी निकै नै चुनौतीका बावजुद यो राजपुर गाउँपालिका सुगम मात्रै छैन, दुर्गम पनि छ। यसको सेवा क्षेत्र दुर्गम नाका पनि छ। त्यो नाकालाई पनि हाम्रै ठाउँ हाम्रै क्षेत्र हो भन्ने हिसाबले यसलाई पनि त्यो महत्त्व दिनुपर्छ भन्ने हिसाबले जसरी कार्यपालिका जनप्रतिनिधिज्यूहरू, श्रद्धेय अध्यक्षज्यू, उपाध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरू जसरी यसलाई महत्त्व दिनुभयो त्यसै गरी उहाँहरूले दिएको महत्त्वलाई हामीले कुशलतापूर्वक कार्य सम्पन्न गर्नुपर्छ भन्ने हिसाबले हामी जमर्को गऱ्यौँ र आज यो उद्घाटन समारोहसम्म आइपुगेका छौँ। यसमा धेरैको अलिकति दुर्गम क्षेत्र भएको हुनाले पनि कसरी सम्पन्न गर्ने होला खेललाई भन्ने अलिकति त्यो खालको चुनौतीको सामना गर्नुपर्ने यहाँ तमाम कुराहरू आइराखेका थिए। हामीले त्यो चुनौतीका बावजुद पनि जहाँ चुनौती छ त्यहाँ सम्भावना पनि छ भन्ने हिसाबले यस क्षेत्रमा दुर्गम भए पनि हामी
बच्चा बच्चीलाई खेलमा सहभागी हुने खेलाडी भाइ बहिनीहरूलाई विद्यालय परिवारको तर्फबाट निकै नै सहजताका ढङ्गबाट हाम्रो आदरणीय प्रधानाध्यापकजीहरूले निकै सहयोग गर्नुभएको छ। विद्यार्थीहरू सँगसँगै ट्र्याक्टरको ट्रलीमा बसेर ल्याएर आउनु भएको छ। मलाई साँच्चै खुसी लागेको छ। यदि विद्यालय परिवारबाट त्यस खालको सहयोग नभएको भए हामी यो अवस्थामा आज यसरी भव्यताका साथ यो उद्घाटन समारोहमा सरिक हुन गाह्रो हुन्थ्यो। यो विद्यालयले गरेको सहकार्य यहाँहरूले गर्नुभएको योगदानप्रति म यहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। सम्पूर्ण विद्यालयहरू जो सहभागी हुनुहुन्छ यहाँहरूप्रति हार्दिक म आभार व्यक्त गर्दछु। त्यसै गरी यो शिवशक्ति माध्यमिक विद्यालय जसले यो व्यवस्थापनको जिम्मा लियो, आज यो व्यवस्थापकीय भूमिकामा रहेर यस विद्यालयको विद्यालय समितिका अध्यक्षज्यू त्यसै गरी प्रधानाध्यापकज्यू जसरी खट्नुभयो यो विद्यालय परिवारप्रति पनि हार्दिक आभार प्रकट गर्दछु। र यहाँहरू सम्पूर्णको सहकार्यबाट हामी सबैको सहकार्यबाट मात्रै यो राष्ट्रपति रनिङ सिल भव्यताका साथ हामी सम्पन्न गर्न सक्छौँ। यहाँहरूको सहयोगको अपरिहार्यता छ भन्ने मैले यहाँहरूमा अनुरोध पनि गर्न चाहन्छु। हामी आज भोलि र पर्सि 3 दिनसम्म चल्ने राष्ट्रपति रनिङ सिललाई निकै नै सहजताका साथ सम्पन्न गर्नेछौँ। यो म यहाँहरूसँग अपेक्षा पनि गर्न चाहन्छु सहयोगको लागि। त्यसै गरी खेलमा सहभागी हुनुहुने, खेललाई मर्यादित रूपमा सम्पन्न गर्नको लागि खट्नुहुने आदरणीय प्रशिक्षक साथीहरू, यहाँहरूले कुनै पनि खेलमा वाद विवाद रहित तरिकाले कुनै पनि विवाद नआउने ढङ्गबाट खेललाई सम्पन्न गर्नको लागि योगदान गर्नुहुनेछ भन्ने मैले यहाँहरूसँग पनि अपेक्षा लिएको छु। त्यसै गरी सुरक्षाकर्मी साथीहरू, यहाँहरूले पनि हामी दुर्गममा छौँ, विकटमा आज यो कार्यक्रम सुरु गर्दैछौँ, यहाँहरूको पनि महत्त्वपूर्ण भूमिका रहने मैले अपेक्षा गरेको छु र त्यसतर्फ अग्रसर भइदिनको लागि म यहाँहरूमा पनि अनुरोध गर्न चाहन्छु। हामी सबैको सहकार्यबाट खेललाई सहज ढङ्गबाट विद्यार्थी भाइ बहिनीहरूको खेल कौशल र खेलमा अनुशासन यहाँहरूको उत्कृष्टता प्रदर्शन गर्ने थलो बनोस्, उत्कृष्ट ढङ्गबाट खेललाई सम्पन्न गर्न सकौँ यो शुभेच्छा प्रकट गर्न चाहन्छु। र मलाई अलिकति लागेको कुरा, आज हामी यो वैशाखदेखि सुरु भएको शैक्षिक सत्रको करिब आधाभन्दा बढी पार गरेका छौँ, 8औँ महिनामा छौँ। आज हामी मङ्सिर महिना लाग्दै गर्दाखेरि हामीले सरदे अध्यक्षज्यू, उपाध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरूसँग पनि त्यो खालको एउटा सल्लाह गरेका छौँ। हामी आगामी वर्षको यसरी खेलकुदका कार्यक्रमहरूलाई सकेसम्म कार्तिक महिनाभरि हाम्रा नाका स्तरीय खेलकुद होस्, राष्ट्रपति रनिङ सिल्ड होस् अथवा अन्य खेलकुदका कार्यक्रमहरूलाई हामीले सकेसम्म कार्तिक मसान्तभित्रमा सकाएर मङ्सिरदेखि हाम्रो नियमित रूपमा पठन पाठनलाई अगाडि बढाउने गरी हामी प्लानिङ गर्नेछौँ। यसतर्फ पनि यहाँहरूलाई म त्यो खालको क्यालेन्डर निर्माणको लागि आगामी शैक्षिक सत्रमा ध्यान दिनको लागि पनि म सम्पूर्णमा हार्दिक अनुरोध गर्दै म यो खेलको समग्रतामा पुनः यहाँहरूको सहयोगबाट सम्पन्न हुने अपेक्षासहित यो उत्कृष्ट रूपमा खेल सम्पन्न हुने शुभेच्छा प्रकट गर्दै यहाँहरूको माझबाट बिदा हुन चाहन्छु। हस्, नमस्कार, धन्यवाद। धन्यवाद। अत्यन्तै महत्त्वपूर्ण कुरा हाम्रो बिचमा राखेर जानुभएको छ। म सरप्रति हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। यसपछि म ढिलो नगरिकन आफ्नो महत्त्वपूर्ण बनाइराख्दिनका निम्ति 7 नम्बरका वडा अध्यक्ष श्री पुष्कर ओलीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। हामी आज सुगम जिल्लाको दुर्गम क्षेत्र विशेष गरी शिवशक्ति मावि भौवा नाकामा उपस्थित भइरहेका छौँ। यस 4औं राष्ट्रपति रनिङ सिल्डमा यो विकट क्षेत्रमा विभिन्न क्षेत्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका अग्रज बुद्धिजीवी भद्र भलादमी सम्पूर्णलाई मेरो 7 नम्बर वडाको भौवा नाकामा स्वागत गर्दै र यहाँको विकटतालाई प्रत्यक्ष पैदल यात्रा गरेर यहाँसम्म दुःख कष्ट सहेर यहाँसम्म आएर यहाँको विकटतालाई प्रत्यक्ष आफ्नो आँखाले देखेर यहाँको विकासको क्रमलाई पनि सबैले आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध पनि गर्न चाहन्छु। र बजेट छुटाउँदा पनि विशेष गरी 7 नम्बर वडाको विकट क्षेत्रलाई हेरेर सबैले आफ्नो क्षेत्रमा पहल गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। र हामीले यो प्रतियोगिता खेलकुद प्रतियोगितालाई
यो रमाइलो मनोरञ्जन मात्रै नभएर यसलाई हामीहरूले एउटा प्रदेश सङ्घसम्म पुर्याउने खालको हामीहरूले यहाँका क्षमता कलालाई प्रस्तुत गरेर यहाँका भाइ बहिनीहरूको क्षमतालाई हेरेर जिल्ला प्रदेश केन्द्रसम्म पुर्याउन हामी सबै एकजुट हुनुपर्छ र यही खेलमा मात्रै सीमित नगराएर यहाँका भाइ बहिनी खेलाडीहरूलाई जिल्ला प्रदेश सङ्घसम्म पुर्याउनको लागि हामी स्थानीय सम्पूर्ण सरकार यही उपस्थित भएका छौँ। भाइ बहिनी खेलाडीको लागि हामीले प्रशस्त मात्रामा खेल सामग्रीहरू उपलब्ध गराएर चासोका साथ हामीले यहाँका भाइ बहिनीहरूलाई खेलाडीहरूलाई अगाडिसम्म पुर्याउनको लागि हामी सबै एकजुट भएर लाग्नुपर्ने म सबैलाई यहाँ ध्यान आकर्षण गराउन चाहन्छु। त्यसकारणको लागि यहाँ प्रत्येक विद्यालयका भाइ बहिनीहरूले आफ्नो क्षमता रिस र डाहा नगरेर आफ्नो आत्मादेखि कला क्षमतालाई प्रस्तुत गरेर यहाँबाट प्रथम हुनुहुन्छ भन्ने आशा अपेक्षाका साथ अग्रिम प्रथम हुने भाइ बहिनीहरूलाई विशेष धन्यवाद दिँदै मेरा भनाइहरू यहाँ अन्त्य गर्छु। हस्त धन्यवाद, नमस्ते। आफ्नो महत्त्वपूर्ण बनाइराख्दिनको निम्ति सामाजिक विकास समिति संयोजक 3 नम्बर वडा अध्यक्ष ओम प्रकाश यादवज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज हामी राजपुर गाउँपालिकाको चौथो राष्ट्रपति रणनीतिक सिल खेल भव्यका साथ उद्घाटन कार्यक्रममा सहभागी भएका छौँ। हामी थाहा छ राजपुर गाउँपालिका हामी एउटा गाउँपालिकामै बस्दाखेरि पनि सुगम काज राजपुरका 1, 2, 3 र 4 का विद्यार्थी भाइ बहिनीहरूलाई भौवा नाका कहाँ पर्छ, भैसाई कहाँ पर्छ भन्ने कुरा थाहा छैन। त्यस कारणले यहाँका विद्यार्थी भाइ बहिनीहरू भोलिका कर्णधार हुन्। यहाँका विद्यार्थी भाइ बहिनीहरूले हिजो भोलिका दिनमा उच्च तहमा पुगेपछि हाम्रो राजपुर गाउँपालिका यस्तो विकटता छ, त्यसलाई सहज रूपले भौवा नाका यो नाकालाई पनि विकसित पुर्याउनेमा ठुलो योगदान गर्नुहुनेछ भन्ने आशाका साथ हामी देउखरीदेखि नाकालाई सबैलाई जोडेर एक ठाउँ राखौँ र यहाँका समस्याहरू, यहाँका चुनौतीहरू, यहाँको भोलिका योजनाहरू, यहाँ भोलि सम्भावित योजनाहरू कसरी अध्ययन गर्न सकिन्छ, कसरी थाहा पाउन सकिन्छ र यहाँका कर्णधारहरूले थाहा पाउनु उद्देश्यका साथ हामीले राष्ट्रपति रणनीतिक यो शिवशक्ति माथि भौवा नाकामा राख्यौँ र यो भव्य र सभ्यका साथ सफल गर्नेमा यहाँका पराजीहरू, यहाँका शिक्षकजीहरू, विद्यार्थी भाइ बहिनीहरूले सबैले हातेमालो गर्दै त्यसलाई भव्य र सभ्यका साथ सम्पन्न गर्नुहुनेछ। त्यहाँ आउँदाखेरि विकटताको छ, यो सहज रूपले भाइ बहिनीहरू, शिक्षकजीहरूले सहजताका रूपमा लिनुहुनेछ किनभने हाम्रै ठाउँ हो। हामी आफ्नो ठाउँलाई पहिचान गर्न र आफ्नो ठाउँमा जे जस्तो हुन्छ त्यसलाई स्वीकारेर अगाडि बढ्नुको अर्को अर्थ नभएको हुनाले हामी सबै मिलेर यो राष्ट्रपति रणनीतिक सिललाई भव्य र सभ्यका साथ सम्पन्न गर्नेमा सबैको भूमिका अहम हुनेछ भन्ने कुराहरू राख्दै आफ्नो सानो भनाइ यही अन्त गर्दै बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार। सिस्टम मिलाएर यसलाई खेल खेलाउँदैछ जस्तो लाग्छ मलाई। नाकालाई र देउखरीलाई एउटै भनौँ न क्याटेगोरीमा राखेर हामी 2 पटक उता खेलायौँ भने 2 पटक यहाँ हुँदैछ, नाकामा हुँदैछ। हामी राजपुर गाउँपालिकाले खेललाई पनि भूगोललाई नछुट्याएर सम्मान ढङ्गले खेललाई अगाडि बढाइरहेका छौँ र यस राष्ट्रपति रणनीतिक सिलमा यो भौवा नाकामा आइपुग्दा मलाई लाग्छ थुप्रो कष्ट बेहोर्दै विद्यार्थी भाइ बहिनीहरू यहाँ आइपुग्नु भएको छ र हामी राजपुर गाउँपालिकाले हाम्रो राजपुर भन्ने पुस्तक बनाएको थियो। त्यो पुस्तक हामीले पुस्तकमा मात्रै हेरिरहेका थियौँ भने आज भौवा नाकामा आइपुग्दा वास्तविकता, पुस्तकको वास्तविकता यहाँ चाहिँ हामीले भेटेका छौँ। नाकाको वास्तविक पुस्तकमा रहेका विकट नाकाहरू र भनौँ न राजपुर गाउँपालिका, समग्र राजपुर गाउँपालिकालाई विद्यार्थी भाइ बहिनीहरूलाई पुस्तकमा सीमित नगराएर व्यावहारिक रूपमा हामीले देखाउने भनौँ न यो राष्ट्रपति रणनीतिक सिलले पुष्टि गरेको छ जस्तो लाग्छ मलाई। त्यसकारण हामी राजपुरको समग्र विकासको लागि राजपुर गाउँपालिका भनौँ न सम्मान ढङ्गले अगाडि बढिरहेको यो पुष्टि हुन्छ। त्यसकारण
अत्यन्तै दुःख कष्टका साथ यहाँ उपस्थित भएका छौँ। त्यही पनि हामी यस खेलकुदलाई भनौँ न एउटा मनोरञ्जन मात्र होइन, यस खेलकुदलाई एउटा प्रतिस्पर्धात्मक स्वच्छ प्रतिस्पर्धात्मक रूपमा अगाडि बढाउने र प्रतिस्पर्धी खेलाडीहरू उत्पादन हुने यो राष्ट्रपति रनिङ सिल्डको एउटा लक्ष्य हो। त्यसकारण सक्षम खेलाडी उत्पादन गर्ने सिलसिलामा पनि छौँ हामी। त्यसकारण भनौँ न सक्षम खेलाडी उत्पादन हुनको लागि तपाईँहरूको जोस जाँगर सही ढङ्गले सदुपयोग गर्नुहोला भन्ने म विद्यार्थी भाइ बहिनीहरूलाई शुभकामना पनि दिन चाहन्छु। त्यसकारण यस खेलकुद भइरहँदाखेरि हामी एउटा मर्यादित सरल ढङ्गले यस खेलकुदलाई सम्पन्न गर्न पनि चाहन्छौँ। एउटा भनौँ न उ छ नि कहानी, फलेको आँगो गरुङ्गो हुन्छ होइन। त्यसकारण हामी फलेको आँगा बन्नु जरुरी छ। यहाँ आएर खेलकुदमा मर्यादित ढङ्गले हामी अगाडि बढाउन सकेनौँ, भद्र बनाउन सकेनौँ भने भनौँ न हाम्रै बेइज्जत हुन्छ। त्यस कारण प्रत्येक स्कुलबाट उपस्थित हुनुभएका पाहुना मित्रहरू, शिक्षकहरू, विद्यार्थीहरू यस भौवाको प्राङ्गणमा हामी खेल सुरु गरिरहँदाखेरि भद्र ढङ्गले हामीले खेलकुदलाई सम्पन्न गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसकारण यहाँ उपस्थित हुने सम्पूर्ण साथीहरूलाई आफ्नो जिम्मेवारी कर्तव्य नभुल्ने म अनुरोध गर्दछु र यस खेलकुदमा उपस्थित सम्पूर्ण टिमलाई शुभकामना दिँदै मेरो छोटो बनाइ अन्त्य गर्न चाहन्छु। हस्त नमस्ते। अवश्य पनि विगत नाकामा विरत रूपमा खेलकुद आयोजना भएको छ। राजपुर गाउँपालिकाको खेलकुदको महामेला राजपुर यो भौवा राजपुरको भौवा नाकामा सञ्चालन हुन गइरहेको छ। यसको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुहुने भौवा नाका परिवार, यहाँको हेड सर, व्यवस्थापन समिति सबैलाई धन्यवाद दिनुपर्छ, बधाई दिनुपर्छ भन्ने लाग्छ मलाई। किनभने यत्रो जिम्मेवारी चाहिँ नाका क्षेत्रमा सञ्चालन गरेर देखाउनु भएको छ, अवसर प्राप्त गर्नुभएको छ। यहाँ नाका क्षेत्रमा आउने बेला अथवा यहाँ खेल सकेर फर्किने बेला केही कठिनाइ त अवश्य होला, तर पनि यहाँ नाका आउँदै गर्दा सबै शिक्षकहरू, सबै विद्यार्थी भाइ बहिनीहरूको मुखार बिन्दुमा मैले एउटा चमक देखेको छु। हामीले यस्तै भूगोल हेर्न, यस्तै ठाउँ हेर्न विभिन्न ठाउँमा शैक्षिक भ्रमणमा जानुपर्ने हुन्छ, तर आज आफ्नै गाउँपालिकाको एउटा विकट क्षेत्रमा हामी आउन पाउँदा हामीलाई अवश्य पनि हर्ष भएको हुनुपर्छ, हर्ष भएको देखिनु भएको छ। त्यसकारण पनि यो महत्त्वपूर्ण छ। यो निर्णय गाउँपालिकाको निर्णय महत्त्वपूर्ण छ, शिक्षक प्रजीवहरूको निर्णय महत्त्वपूर्ण छ भन्ने मलाई लागेको छ। अर्को अघि पनि हाम्रो वडाध्यक्षज्यूले भन्नुभयो, हाम्रो स्थानीय पाठ्यक्रम हाम्रो राजपुरमा विभिन्न नाकाहरूको हामीले वर्णन गरेका छौँ। भौवा नाका हाम्रो एउटा नाका भौवा छ है भन्ने हामीले पढ्छौँ के, तर कहाँ पर्छ भौवा नाका, कस्तो छ भौवा नाका, त्यहाँको वस्तुस्थिति कस्तो छ, त्यहाँको गाउँको बनोट कस्तो छ, त्यहाँको खोला कस्तो छ भन्ने कुरा त आज हामीले आएरै देख्यौँ होइन। यस्तै यो अत्यन्तै महत्त्वपूर्ण अवसर यहाँ हामीले प्राप्त गरेका छौँ र खेलको माध्यमबाट पनि पठन पाठनलाई अगाडि बढाउने जुन हामीले जमर्को गरेका छौँ, जुन हामीले मौका प्राप्त गरेका छौँ, त्यो अत्यन्तै सराहनीय छ भन्ने मलाई लागेको छ। यस अर्थमा पनि यो खेलकुद यहाँ आयोजना हुन अत्यन्तै महत्त्वपूर्ण छ भन्ने मलाई लागेको छ। अर्को राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने हामीले मूल नाराका साथ यो रनिङ सिल्ड प्रतियोगिता सुरु गरिरहेका छौँ। अवश्य पनि विद्यार्थी भाइ बहिनीहरू यहाँ विभिन्न खेलको प्रतिस्पर्धाको निम्ति हामी आएका छौँ। अत्यन्तै अनुशासित भएर यहाँहरूले खेलिदिनु होला। अनुशासनले हाम्रो जीवन बनाउँछ, अनुशासनले हाम्रो जीवन बनाउँछ, खेलकुदले अनुशासन सिकाउँछ, अनुशासनले जीवन बनाउँछ भन्ने कुरा यहाँहरूले मनन गरेर अवश्य पनि अनुशासित भएर यहाँहरूले विभिन्न खेलकुदमा भाग लिनुहोला। अनुशासित भएर यहाँहरूले प्रतिस्पर्धा गर्नुहोला, एक अर्कामा रिस द्वेष ईर्ष्या नराख्नुहोला भन्ने मैले अनुरोध गर्दछु। अवश्य पनि हामी अनुशासित भयौँ भने हाम्रो जीवन सार्थक हुन्छ। अनुशासित जीवन पायौँ भने राष्ट्रको निम्ति हामीले भविष्यका कर्णधार हुन्छौँ, योग्य जनशक्ति हुन्छौँ र राष्ट्रको विकास गर्नको निम्ति हामी योग्य हुन्छौँ। अवश्य पनि हामीले एकजना वडाध्यक्षले अघि पनि भन्नुभयो, हामी भविष्यका कर्णधार हौँ। यहाँ आएका विद्यार्थी भाइ बहिनीहरू भविष्यका कर्णधार हौँ। हामीले आफ्नो गाउँपालिकाको, आफ्नो देशको कन्दरा कुना
खोजहरू नाकाहरू देख्यौँ भने अवश्य पनि भोलि हामी विकास गर्नलाई सक्षम हुन्छौँ। हाम्रो मानस पटलमा हाम्रो गाउँघर हाम्रो कन्दराहरू स्मरण हुन्छ र हामी विकासको गतिलाई अगाडि बढाउँदै गर्दा हामी विकास गर्न सक्षम हुन्छौँ, सक्षम नागरिक हुन्छौँ भन्ने कुरा चाहिँ पनि यसले अवसर प्राप्त गरेको छ भन्ने अवसर प्रदान गरेको छ भन्ने कुरा जुन आएको छ यो पनि अत्यन्तै सराहनीय छ। त्यसकारण म पुनः यहाँहरूलाई अनुशासित भएर विभिन्न खेलको माध्यमबाट यहाँहरूले राष्ट्र बनाउने महान अभियानमा सरिक हुनुहुनेछ, आफूलाई सफल बनाउनुहुनेछ भन्ने शुभकामना दिँदै मेरो छोटो भनाइ यहाँ गर्छु। हस्, नमस्कार। धन्यवाद सरलाई। आजका विशिष्ट अतिथि राजपुर गाउँपालिका उपाध्यक्ष हाम्रो अभिभावक गणपति देवी यादवज्यूलाई हार्दिक अनुरोध गर्दछु। जुन हामी राजपुर गाउँपालिकाले नितान्त विकट ठाउँमा हामी यो खेलकुद कार्यक्रम यहाँ राख्यौँ। यसमा चाहिँ सम्पूर्णको सहयोगको जुन सहयोग गर्नुभएको छ शिक्षक शिक्षिकाज्यूहरू, त्यसको लागि म सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। जुन कि हामी राजपुर गाउँपालिकाको विकट एरिया भन्नुहुन्छ भौवा नाका सबैभन्दा अन्तिम हो। हाम्रो विद्यार्थी भाइ बहिनीहरू पनि भौवा नाका भन्ने सुन्ने मात्रै सुन्नुहुन्थ्यो भने आज आफै आएर हेर्नुभयो र धेरै कुराहरू तपाईँहरू सुनिसक्नु भएको छ। आफ्नो स्वास्थ्यलाई ख्याल गरेर खेलकुदमा भाग लिनुहोस् र प्रतिस्पर्धा गर्नुहोस्, खेल्नुहोस्, देशको एउटा खेलाडी बन्नुहोस्। तपाईँहरू पनि हाम्रो अनुरोध छ, किनकि हामी पनि तपाईँहरूको प्रति लगानी लगाएका छौँ। आज विद्यार्थी भाइ बहिनीहरूलाई निःशुल्क पठन पाठन सहयोग गरेका छौँ भने हरेक ठाउँमा खेलकुद पनि हामी गराउँदै आएका छौँ। त्यसबाहेक उनीहरूले हाम्रो भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनी अनुशासित भएर खेल दिनुहुनेछ भन्ने मैले आशा लिएको छु भन्ने कुराहरू तपाईँहरू माझमा राख्दै यो खेल राम्रोसँग सम्पन्न होस् भन्ने शुभकामना दिँदै आफ्नो 2 शब्द अन्त्य गर्छु। धन्यवाद, नमस्कार। हामीसँग समय अत्यन्तै कम छ, त्यसैले आजका प्रमुख अतिथि लमही नगरपालिका नगर प्रमुख आदरणीय व्यक्तित्वलाई आफ्नो महत्त्वपूर्ण भनाइका निम्ति मञ्चमा आग्रह गर्न चाहन्छु। आजका प्रमुख अतिथिलाई आफ्नो महत्त्वपूर्ण भनाइका निम्ति यादवज्यू र राजपुर गाउँपालिकाका कार्यरत शाखा सम्पूर्ण शाखा अधिकृतज्यूहरू, कर्मचारीज्यूहरू, यहाँ उपस्थित आदरणीय मेरा आदरणीय व्यक्तित्व सामाजिक आशा राख्ने आदरणीय व्यक्तित्वज्यूहरू, यहाँ उपस्थित राजपुर गाउँपालिकामा अध्यापकज्यूहरू, यहाँ उपस्थित भाइ बहिनीहरू, सुरक्षा निकायका प्रमुखज्यूहरू र पत्रकार भाइहरू, धेरै कुरा आएको छ। मैले बार बार एउटा कुरा रिपिट गरेको थिएँ कि भौवा नाका एउटा विकट ठाउँ हो, तर इतिहासले के भन्छ भने प्रगति गर्ने मान्छेलाई यसको कुनै प्रभाव हुँदैन। अब्राहम लिङ्कन भाउ छोरा आमाले दाउरा बेचेर पढेका हुन्। भारतका दोस्रो प्रधानमन्त्री पौडी खेलेर पैसा नभएर पढ्न जान्थे। धेरै यो इक्जाम्पल छ दुनियाँमा। यहाँ त हामी सुगममा छौँ त्यो देखेर। आजको यो कार्यक्रममा उपस्थित खेलाडी भाइ बहिनीहरू, तपाईँहरू यो नेरो माइन्ड त सोच्दै नसोच्नुहोस्, किनभने हाम्रो हिन्दुत्वमा के छ भने भगवान्लाई चढ्ने कमलको फुल पनि हिलोमा चाहिने फुल्छ। यस्तो यस्तो इक्जाम्पल छन् हामीसित। तपाईँहरू यस्तो नेगेटिभ सोच्ने हो भने त कसरी हुन्छ? आज देशले तपाईँहरूलाई खोजिराखेको छ। आज देशले तपाईँहरूलाई अनि युवा पिँढीलाई खोजिराखेको छ, किनभने तपाईँहरूको भविष्य
देशसित जोडिएको छ। तपाईँहरूको भविष्य राष्ट्रको रेखालाई कोर्ने शक्ति छ तपाईँ। त्यसैले तपाईँहरू कति नाचेर यहाँ जुन उद्देश्यले आउनु भएको छ त्यसमा चाहिँ नि तपाईँहरू लाग्नुहोस्। हार्न र जित्न त्यो अर्कै कुरा हो। हारेपछि किन हार्ने त्यसलाई रिगर्ने, जितेपछि अगाडि जानु। तपाईँहरू एउटा राजपुर गाउँपालिकाको मात्रै नभएर आज प्रतिनिधित्व नगरेर तपाईँहरू सोच्नु 4वटा पालिकाको हामी प्रतिनिधित्व गर्दैछौँ। त्यति मात्र होइन, हामीलाई त आशा छ तपाईँहरू 10वटै पालिकामा उत्कृष्ट आउनु र साथै देश इन्टरनेसनल यस्तामा पनि तपाईँहरू आउन सक्नुहुन्छ। तर तपाईँहरू खेलमा मन लगाउनु। हाम्रो यो प्रशासकीय अधिकारीले राम्रो कुरा भन्नुभएको छ कि डिसिप्लिन भएन भने त केही पनि हुँदैन। अनुशासन नभएर हामी केही पनि काम गर्न सक्दैनौँ। हेर्नु, हाम्रो त यो त पहिलेदेखि नै छ, हाम्रो गीतामा छ, रामायणमा छ, सबैमा छ। यदि यो अनुशासन भएन भने हामीले कुनै पनि काम गर्न सक्दैनौँ। त्यसैले तपाईँहरू अनुशासन भएर खेल खेल्नुहोस्, विजय हुनुहोस्। विजय हुनुहुन्छ ठिक छ, अगाडि जानुहोस्। विजय हुनुहुन्न भने किन हामी पछाडि पऱ्यौँ त त्यो स्कुलमा गएर खोज्नुहोस्। आफ्नो गेम टिचरलाई भन्नुहोस् कहाँ हामी चुक्यौँ, कसरी हार्यौँ, त्यो चाहिँ नि त्यहाँ रिसर्च गर्नुहोस् तपाईँहरू। अरू त भन्ने मलाई केही लाग्दैन। तर पनि मसित घटना भएको जिल्लामा पनि यस्तै कार्यक्रम थियो हेर्नु होइन। त्यहाँ के अरे त्यो स्वास्थ्य सम्बन्धी त्यहाँ के भयो भने त्यो लागु पदार्थको के अरे त्यो महिला बलात्कार सम्बन्धी यी कुराहरू थिए, जसमा 10वटा पालिकामा इन्डिकेटर हेर्दाखेरि सबभन्दा बढी नगरपालिका थियो। अब म त चाहिँ सोचिराखेको थिएँ झार्नु बजार छ, टार्गेट मेरो के थियो घोरायो तुलसीपुर, त्योभन्दा बढी पनि हामी। अनि यस्तो रिसर्च कसरी गर्ने थियो होइन? यस्तो रिसर्च त मैले गर्नु पऱ्यो। मलाई कुनै पनि स्कुलले बोलायो भने म सबभन्दा पहिले त्यहाँ आफ्नो धर्म र संस्कृति परम्परालाई हामी बिर्सेको मलाई अनुभव थियो। त्यसलाई यदि हामीले कन्ट्रोल गर्न सकेनौँ, त्यसलाई यदि हामी लिन सकेनौँ भने हामी त फेरि हाम्रो साहित्य यो संस्कारबाट बाहिर जान्छौँ। र आजको यो व्यक्ति हेर्नु के छ, केही हामी त्यो गीतामा त छ, महाभारतमा त छ, रामायणमा त छ, तर हामी सब बिर्सेरै जान्छौँ। हाम्रो जीवनको पद्धति छुट्टै भुल लाग्यो, सोच छुट्टै छ। त्यसैले तपाईँहरू खेलाडीहरू एउटा डिसिप्लिन लिएर हिँड्नुहोस्। खेलमा फुटबलको एउटा हुन्छ, भलिबलको एउटा हुन्छ, यो हकीको एउटा हुन्छ, सबको आफ्नो आफ्नो एउटा नीति हुन्छ, उसको चाहिँ नि डिसिप्लिन हुन्छ, खेलका तरिका हुन्छ। त्यो लिएर खेल खेल्नुहोस्। तपाईँ अवश्य नै जित्नुहोला। र यही म आज छु, भोलि छैन। र म सुन्न चाहन्छु राजपुर गाउँपालिकाबाट सञ्चालित राष्ट्रपति रणसिंहबाट जन्मेका बच्चा भविष्यमा यही ठाउँबाट निस्केको आफूमा चाहिँ नाम ल्यायो भनेर म त्यही सुन्न चाहन्छु। धन्यवाद। आजको अध्यक्षज्यूलाई आफ्नो महत्त्वपूर्ण कुरा राखिदिनको निम्ति यो उद्घाटन सत्रलाई पनि समापन गर्दै खेल मैदानमा पक्कै पनि खेल सामग्री हस्तान्तरण गरिदिनु भनेको राख्दै अहिलेलाई यो समापन सत्रको कार्यक्रमलाई समापन गर्नको निम्ति अध्यक्ष अनुरोध गरी म ओजेल प्रस्तुत। धन्यवाद, नमस्कार। राजपुर गाउँपालिका शिक्षा तथा शिक्षा शाखा प्रमुखज्यू, राजपुर गाउँपालिका पशुपन्छी शाखा प्रमुखज्यू, राजपुर गाउँपालिका महिला बालबालिका शाखा प्रमुखज्यू, राजपुर गाउँपालिका युवा परिषदका उपाध्यक्षज्यू, यहाँ ड्यासमा आसीन सम्पूर्ण अतिथिज्यूहरू, विभिन्न स्कुलबाट आउनुभएका प्रज्यू र विभिन्न अध्यक्षज्यूहरू, राजपुर गाउँपालिकाका विभिन्न वडाका शिक्षिका एवं भाइ बहिनीहरू र यहाँ खेल हेर्न आउनुभएका अभिभावकज्यूहरू,
आज यो चौथो राष्ट्रपति रनिङ सिल्डसम्म हामी यो राजपुर गाउँपालिका आउँदै गर्दा भौवा नाका आउँदै गर्दाखेरि मैले भाइ बहिनीहरूले बाटोमा भन्नुभएको थियो हामीलाई साह्रै अप्ठ्यारो भयो भन्नुभएको थियो। तपाईँहरूलाई एउटा यहाँ आउँदाखेरि त त्यति अप्ठ्यारो भयो भने यहाँ बसिरहने व्यक्तिहरूलाई कति अप्ठ्यारो होला। आज हामी यहाँ राष्ट्रपति रनिङ सिल्ड गराउँदै गर्दा यो कुनै रहरले त्यतिकै घुम्न आएको खेलको नाममा खेल मात्र गराउन आएको होइन, यहाँ शैक्षिक भ्रमण पनि होस्, तपाईँहरूको सिकाइ पनि होस्। राजपुर गाउँपालिकाले राजपुर गाउँपालिका पुस्तक निकालेको छ, त्यसप्रति पनि तपाईँहरूको अध्ययन होस् भनेर यहाँसम्म ल्याइएको। यसलाई तपाईँहरूले अन्यथा नमान्नु होला। यहाँ केही दुःखहरू कष्टहरू परे 2-3 दिनको लागि हो, त्यसलाई हाम्रै गाउँपालिका हो, हाम्रो ठाउँ पनि यति विकटता रहेछ भन्ने खालको महसुस गरेर तपाईँहरू यहाँबाट जानुभयो भने अझ राम्रो हुन्छ। भोलिको दिनमा यो गाउँपालिका बनाउने जिम्मा तपाईँहरूको हो, यो गाउँको जनप्रतिनिधि हुने तपाईँहरू हो, ठुला ठुला ओहदामा गएर बस्ने पनि तपाईँहरू नै हो। त्यसले गर्दाखेरि जुन ठाउँ र तह र तब्कामा रहनु भए पनि हाम्रो भूगोल यस्तो ठाउँ छ है भन्ने खालको सोच, त्यो चेतना तपाईँहरूमा सदैव रहिरहोस् भन्नको लागि यहाँ राष्ट्रपति रनिङ सिल्ड ल्याइएको र तपाईँहरूलाई हामी 2079 सालमा निर्वाचित भएर आइसकेपछि हामी राष्ट्रपति रनिङ सिल्ड सुरुवात गऱ्यौँ। त्यो सुरुवात गरेको आज तपाईँहरू नेसनल खेलाडी मावि गन्धीबाट एउटा पिन्जु चौधरी भन्ने नेसनल खेलाडी खेल्नुभयो त्रिबल जम्पमा, उहाँ अहिले सेकेन्ड आउनुभएको छ। विडम्बना भन्नै पर्छ, त्यस्ता खेलाडीहरूलाई उहाँ अरू स्कुलले किनेर लगिदिनु भयो। हामी के भन्छ भने उहाँ फेरि अहिले गोर्खा बोर्डिङमा कहाँ तुलसीपुर पढ्न जानुहुन्छ अरे, उहाँहरूलाई मनोरञ्जनले पैसा दिएको छ। अब त्यस्तो प्रतिभा भइसकेपछि हामी त्यो दिने स्थितिमा भएनौँ, हाम्रो त्यो स्कुलहरूमा त्यो आय स्रोत भएन र उहाँ पनि राम्रै स्कुलमा पढ्न पाउनुभएको छ, जानुभएको छ। त्यही अनुरूप यहाँ उपस्थित भाइ बहिनीहरूले पनि यो खेल खेल्दै गर्दा म पनि राम्रो खेलाडी बन्छु, म पनि अनुशासित बन्छु, यो समाजमा केही गर्छु भन्ने हुटुटी राखेर अगाडि बढ्नु होला भन्ने कुरा राख्न चाहन्छु। आज यो राष्ट्रपति रनिङ सिल्ड यहाँ हुँदै गर्दाखेरि मैले स्कुल परिवार के भन्छ विविध परिवार र के भने यहाँका समाजलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। किन भन्नुहुन्छ भन्दाखेरि यहाँ चाहिने दाउराहरू, यहाँ चाहिने सामानहरू यहाँको समाजले ल्याएर राखिदिनु भएको छ। किन भन्दाखेरि यो हामी यहाँ दुर्गम भन्दै गर्दाखेरि एउटा समृद्ध समाज हुने रहेछ, यहाँ केही कार्यक्रमहरू भयो भने सम्पूर्णले सहयोग गर्नु हुँदो रहेछ भन्ने भावना सबैमा जागोस्, त्यो रहोस् भन्न चाहन्छु। आज यो राष्ट्रपति रनिङ सिल्डमा तपाईँहरू खेल्दै गर्दाखेरि मैले सभ्य र भव्यताका साथ यसलाई सम्पन्न गर्नुहोला। तपाईँहरू अनुशासित भएर खेलिदिनु भयो भने शिक्षिकादिहरूले पनि भाइ बहिनीहरूलाई अलिकति ख्याल गरिदिनु होला। किन भन्दाखेरि हामी दुर्गम ठाउँमा आएको छौँ, भूगोलले हामी ठगिएका छौँ। यहाँ देख्नुभएको छ पानीको समस्या छ, बाटोको समस्या छ, हरेक हरेक क्षणमा समस्याले जग्रिएको ठाउँमा आएका छौँ। त्यसले गर्दाखेरि हामी सबैजना सजग भएर यो खेललाई सभ्य र भव्यता सफल गर्नुहोला भन्ने शुभकामना दिँदै यो राष्ट्रपति रनिङ सिल्ड भव्य र सबैका साथ सफल हुनेछ भन्ने आशा राख्दै यो कार्यक्रमलाई यही समापन गर्दै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार। आजका प्रमुख अतिथिज्यूलाई अत्यन्तै महत्त्वपूर्ण कुरा, हाम्रा लागि अत्यन्तै मननीय कुरा राखेर गइसक्नु भएको छ। पक्कै हाम्रा प्रमुख अतिथिहरूलाई आफ्नो मायाको चिनो प्रदान गरिदिनको निम्ति राजपुर गाउँपालिकाका अध्यक्ष लगायत उपाध्यक्ष सम्पूर्णलाई यहाँ आएर मायाको चिनो प्रदान गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु र मायाको चिनो लिइदिनको निम्ति आजका प्रमुख अतिथि लमही नगरपालिकाका मेयर श्री जोगराज चौधरीज्यूलाई मायाको चिनो लिइदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। विषयहरू कृपया दिनजनै हाम्रा वडा नम्बर 6 का वडाध्यक्षका निम्ति राजपुर गाउँपालिकाको कार्यालय, राजपुर गाउँपालिकाको कार्यपालिकाको सदस्यहरूलाई पनि मायाको चिनो लिइदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। सुसम्पन्न गराउन जुन आचार संहिताको केही पालन गरिदिनु हुन सबैको अनुरोध छ। नम्बर 1 सबै
त्यसै गरी साधारण मावि कङ्ग्रे शशिकला चौधरी 3.5 जम्प गरेर सेकेन्ड पोजिसनको पोजिसन। त्यसै गरी विष्णु खत्री सर विष्णु खत्रीज्यूलाई उक्त रकम लिदिनका निम्ति नगद राशि लिदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। मार्च 5 को विष्णु खत्री सरलाई। तालीले सम्मान गरिदेऊ। अर्को पटक हामीले जित्नुपर्छ। विद्यालय भौवाका अध्यक्ष जो यो भात थाम्न सफल हुनुभयो। विकट ठाउँमा यो नाकामा पनि हामीलाई एउटा यो अवसर जुटाइदिनु भयो। अत्यन्त महत्त्वपूर्ण काम गर्नुभएको छ। उहाँलाई यो मायाको चिनो लिदिनका निम्ति व्यवस्थापन समितिका अध्यक्ष मङ्गल खड्काज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँको सक्रियताले गर्दाखेरि फेरि पनि हामीले यो खेलकुदलाई समापन गर्न गइराखेका छौँ। यसका निम्ति व्यवस्थापन समितिका अध्यक्ष मङ्गल खड्काज्यूलाई नभए यसै विद्यालयका प्रज्यूलाई पनि उक्त मायाको चिनो लिदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। उहाँलाई तालीले सम्मान गरिदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। मायाको चिनो वितरण भइराखेको छ। त्यसै गरी अहोरात्र रात र दिन स्वास्थ्यप्रति अत्यन्तै संवेदनशील रहेर हामीलाई रात दिन सहयोग गर्नुहुने निकै स्वास्थ्य चौकी भइसकेका प्रमुख रामकुमार यादव जो अस्तिदेखि 2 दिन 3 दिनसम्म हाम्रो थुप्रै बिरामीलाई बचाउन सफल हुनुभएको छ। उहाँलाई पनि यो मायाको चिनो लिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। रामकुमार यादव परिसय कार्यालय प्रमुख स्वास्थ्य प्रमुख कार्यालय स्वास्थ्य रामकुमार जसले थुप्रै बिरामीलाई निको पार्नुभयो, सन्चो बनाउनु भयो। रात दिन नसुतिकन पनि उहाँले हामीलाई स्वास्थ्य राख्नका निम्ति अत्यन्तै महत्त्वपूर्ण भूमिका। यसपछि सोही क्रममै स्टाफ नर्स लक्ष्मीलोका जो उहाँले पनि सोही क्षेत्रमा पनि रात दिन हामीलाई सेवा दिनुभएको थियो। उहाँले पनि मायाको चिनो लिदिनका निम्ति
यस विद्यालयका स्टाफ नर्स रश्मि रोकालाई मायाको चिनो लिइदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी मायाको चिनो लिइदिनका निम्ति आफ्नो अमूल्य समय दिएर हाम्रो सुरक्षामा तैनात अत्यन्तै शान्ति सुरक्षामा चुस्त दुरुस्त यो फिल्डलाई कुनै विवाद रहित ढङ्गबाट झै झगडाबाट मुक्त पार्नको निम्ति अहोरात्र खट्नुहुने इलाका प्रहरी कार्यालय प्रमुख दुर्गा सरलाई पनि यो मायाको चिनो लिइदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। तालीले सम्मान गरिदिनुपर्छ। हामीले प्रहरी हाम्रो साथी पनि हो। हामीले यहाँसम्म पुर्याएका छौँ। यसै गरी सोही क्षेत्रमै अत्यन्तै रात दिन अहोरात्र खटिएर हाम्रो सुरक्षालाई अत्यन्तै मजबुत राखेर अत्यन्तै मजबुत तरिकाले हामीलाई सुरक्षा प्रदान गर्नुहुने एपीएफ प्रमुख भौवाका प्रमुखज्यूलाई पनि मायाको चिनो लिइदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी सहयोगी विद्यालय प्रावि स्याउलेलाई पनि मायाको चिनो लिइदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। उहाँको योगदान यो व्यवस्थापनमा अत्यन्तै महत्त्वपूर्ण रह्यो। आवश्यक सामग्रीहरू उहाँले हामीलाई उपलब्ध गराइदिनु भयो। कृपया उहाँलाई पनि अतिथि सत्कारदेखि लिएर सम्पूर्ण कार्यमा उहाँको सफलताले हामीहरू पक्कै पनि सफलता प्राप्त गरेका छौँ। यो सफलता उहाँको पनि हो। उहाँले गर्दा सुसम्पन्न हुँदैछ। यसपछि व्यवस्थापक विद्यालय शिवशक्ति माध्यमिक विद्यालय भौवा को विषयमा आफ्ना सामान्य कुरो मायाको चिनो लिइदिनका निम्ति यसै विद्यालयका हेड सर विलास सरलाई मायाको चिनो लिइदिनका निम्ति विद्यालयको तर्फबाट मायाको चिनो लिइदिनका निम्ति हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। यसै गरेर मायाको चिनो लिने क्रममा आजको यो चौथो राष्ट्रपति रणशिर कार्यक्रमलाई एकदमै सही तरिकाले सञ्चालन गर्ने एकदमै कुशल सञ्चालक हाम्रो उद्घोषक राम सुरेश यादवज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। विभिन्न स्कुलबाट पाल्ने शिक्षा अध्यक्षज्यूहरू प्रधानज्यूहरू शिक्षक शिक्षिकाज्यूहरू यहाँ उपस्थित सम्पूर्ण भाइ बहिनीहरू, आज यो खेल हामीले समापन गर्दै गर्दाखेरि एउटा हर्षोल्लासपूर्वक वातावरणमा हामीले यो सम्पन्न गरेका छौँ। यसमा सहयोग गर्नुहुने सम्पूर्ण यो देश भौवाका विविध अध्यक्षज्यू पर एवं सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू र यहाँका गाउँका वासीहरू जसले हामीलाई के भन्छ पानीको व्यवस्थापनदेखि लिएर दाउराको व्यवस्थापन गर्नुभयो, उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। र साथै यहाँ उपस्थित शिक्षक शिक्षिकाज्यूहरूले जुन आफ्ना भाइ बहिनीहरूलाई एउटा अनुशासनमा बनाएर खेललाई एउटा के भन्छ राम्रो तरिकाले खेलाउनु भयो, त्यसको लागि विशेष त यहाँ उपस्थित सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। साथै भाइ बहिनीहरूलाई पनि मेरो अनुरोध के हो भन्नुहुन्छ भन्दा आज जसरी खेल खेल्नुभयो 3 दिनसम्म तपाईँहरू यहाँ रमाउनु भयो, त्यही अनुरूप आज यहाँ सिकेका अनुशासनहरूलाई आफ्नो स्कुलमा गएर पनि व्यवहारमा लागू गर्नु होला। र साथै समय मिल्यो भनेपछि यहाँ सिक्दादेखि के भन्छ गुरुङ खोलासम्म भाइ बहिनीलाई एकछिन लगेर सुनसारी धर्ना देखाएर हामी फेरि जानेछौँ भन्ने कुराहरू तपाईँलाई जानकारी गराउँदै आजको यो कार्यक्रमलाई यही समापन गर्छु।